एउटा होइन 15-15 दिनसम्म बसिकन त्यो स्नेकको बारेमा सुनिराख्नुपर्ने स्टोरिजहरू हुन्छ, वर्ल्ड कम्स देयर, त्यस्तो त्यस्तो स्टोरिजहरू हामी सुनेर ठुलो भएको हौँ एक्चुअली। काशीदेवीको सुरुवात भनेको त्यति बेला हुन्छ जति बेला कि आई वाज स्टडिङ इन 10 क्लास एन्ड एट द्याट टाइम I have heard about Durgananji. I got the opportunity to know about him in my course book, so I am much more curious at that time, like who is this guy. So यति ठुलो साहसको काम गरेछ अनि उहाँप्रति मेरो झुकाव बढ्यो। Then after I started to finding about him, I went to जनकपुर एन्ड त्यति बेला जनकपुरको मान्छेलाई सोद्धाखेरि होइन यसरी के गर्ने होला भनेपछि त्यो बच्चामा गुच्चा जुन खेलिरहेको थियो त्यो गुच्चा खेल्दै खेल्दैमा कसले बम फ्याँक्ने भनेर बाजी लाग्यो, यसले बम फ्याँक्ने भनेर त्यस्तो भएको थियो। त्यस्तो त नहोला, कोही मान्छे त्यति सेनाको बिचमा र त्यति बेलाको जुन समय थियो त्यस्तो टाइममा र झन् त्यो पनि महेन्द्रको टाइममा कसरी मान्छेले कुनै 17-18-19 वर्षको केटाले यस्तो कुरा सोच्न सक्छ कि म त्यति सैनिकको बिचमा गएर बम फ्याँकिदिन्छु। अझ क्युरियस भइरहेको थियो। त्यसपछि म जठी गएँ, थुप्रै ठाउँहरू गएँ एन्ड देन आफ्टर उहाँको बारेमा फाइन्डिङ्सहरू भयो। होइन उहाँ त नेपाली कङ्ग्रेसमा हुनुहुन्थ्यो, उहाँलाई यस्तो यस्तो गरेर मिटिङहरूमा बसाइन्थ्यो, यसरी उहाँलाई त एउटा राम्रो भूमिका पनि निर्वाह गर्नुभएछ योभन्दा पहिला राजनीतिमा सक्रिय भएर कतिचोटि पर्चा पम्पलेटहरू पनि उहाँ वितरण गर्नुभएको थियो। देन आफ्टर झन् मेरो क्युरियोसिटी बढ्यो अनि त्यसपछि उहाँको मामा घर पुगेँ म। अनि एट द्याट टाइम त्यति बेलासम्म के थियो भनेपछि म काशीदेवीबाट टोटली अनभिज्ञ थिएँ। मलाई दुर्गानन्दजी त थाहा थियो तर काशीदेवी थाहा थिएन त्यति बेलासम्म। अनि मलाई यो थाहा पनि थिएन कि उहाँको वाइफ अहिले बाँच्दै हुनुहुन्छ कि के कस्तो छ भनेर। अनि अझ केही त्यसको फाइन्डिङ आओस् भनेर म 3 साल जति पहिला उहाँमाथि कार्यक्रम गरेको थिएँ, उहाँको 50औँ जयन्तीमा यहीँ बानेश्वरको मसला कटेजमा। अनि त्यति बेला ठ्याक्क काशीदेवीको चर्चा भयो ठाउँ। त्यति बेला त मेरो जिउ नै सिरिङ्ग भयो कि एउटा जुन मिथिला कल्चरको जुन एउटा बााउन्ड्रिज छ विधवालाई लिएर, जुन त्यो हिजै अस्ति नै काशीदेवीजीले यो भन्नुभयो थियो। म त्यति बेला 14-15 इयर्सको आइमा केटी थिएँ, त्यति बेला मेरो बिहे भएको थियो, त्यति बेला नै म विधवा भएको थिएँ। र त्यति बेलाको जुन एउटा बााउन्ड्रिज हुन्छ त्यहाँ एउटा यसरी जुन सीमा रेखा बनाइदिएको हुन्छ, स्पेसली इन टिपिकल ब्राह्मीण फ्यामिली त्यहाँको जुन हुन्छ त्यो फ्यामिलिजहरूमा अब घरबाट बाहिर जान नपाउने, सेतो लुगा लाउने, हाँस्ने होइन, माछा मासु नखाने, देन आफ्टर इभन लसुन प्याज नखाने, घोग लिएर बस्ने, इभन इफ यु आर विधवा देन झन् बढी त्यो घोग लिएर बस्ने। अनि सबभन्दा ठुलो कुरा के हुन्छ भनेपछि त्यो आँगनबाट बाहिरै निस्किन नपाउने कि त्यही आँगनमा बस्नुपर्ने अवस्था। काशीदेवी त्यसपछि आई वाज जस्ट अनि त्यसमा पनि झन् के भने पटियामा सुत्नुपर्ने। पटिया भनेको त्यो केही नभएको त्यतिकै त्यो खडको एउटा बनेको हुन्छ, त्यसमाथि नै सुत्ने, त्यो पनि विदाउट सिरानी सुत्ने। लाइक अब यस्तो पीडा हुन्छ त्यहाँको विधवाको 50 वर्ष पहिलाको जुन त्यो एउटा पीडा थियो जुन कि काशीदेवीले त त्यसपछि मलाई ठ्याक्क त्यो कुराहरू अब्स्ट्र्याक्ट गर्यो। किनभने म विधवा हेरिरहेको थिएँ जुन कि त्यति बुढो विधवाहरू छ मिथिलामा, अनि त्यो मलाई अब्स्ट्र्याक्ट गर्यो। काशीदेवीले त सेम यस्तै पीडा भोग्यो होला, तर काशीदेवीलाई त वेट गर्ने पनि कुनै कुरा नहोला। मतलब आज सुते, भोलि सुते, पर्सि सुते या एनी डेज, तर कोही अब आउनेवाला छैन। नो वान इज कमिङ। म अहिले 16 वर्षको छु, 17 वर्षको हुन्छु, 20 वर्षको भए पनि, 22 वर्षको भए पनि, 90 वर्षको भए पनि कोही आउनेवाला छैन, किनभने उसको छोरा पनि छैन, कोही पनि छैन। अनि द्याट थिङ्स टच मी एन्ड देन आफ्टर आई वाज थिङ्क कि लेख्नुपर्ने विषय हो यो, कसरी पनि आओस् भनेर। एन्ड रेली सरिताजीले जसरी भन्दै हुनुहुन्छ मलाई एकदम टफ भयो त्यति बेला राइटिङ बेलामा, किनभने राइटिङ काशीदेवी टोटली रिसर्चमा बेस्ड थियो। हामी एक स्टेप पनि त्योभन्दा फाजिल लग्नै नहुन्थ्यो। लाइक त्यहाँ एउटा डायलग थियो कि हमर रुद्राक्षक जाप छी भनेर। अनि काउज इट इज कि दुर्गानन्दजी रुद्राक्षको जाप गर्नुभयो थियो मर्नुभन्दा पहिला। हमर गीताको श्लोक छी भन्छ त्यसमा नाटकमा, किनभने उहाँले गीता पढ्नुभयो थियो। अनि त्योसँग उहाँको प्रेमलाई कसरी जोड्नु, हाउ टु त्यहाँ काशीदेवीलाई कसरी सब ठाउँमा इस्टाब्लिस गर्नु, बिकज नाटक इज नट अ दुर्गानन्द, नाटक इज दुर्गानन्दको त हामी पोर्सन सायद त्यसमा त टचै नगरेको भन्न मिल्छ, हामी धेरै कम टच गरेका छौँ त्यसमा दुर्गानन्द। अनि द्याट्स वाइ त्यहाँ काशीदेवीलाई हामी कसरी त्यसको जुन एउटा भाव छ, त्यसको जुन त्यो एउटा पोइन्ट छ, त्यो हामी कसरी बाहिर ल्याउने भनेर त्यसरी हामी टोटली। अनि त्यही कारणले त्यहाँ स्क्रिप्टमा एकदम धेरै डिफिकल्ट हुन्थ्यो, एक्स्ट्रा केही लेख्नै नमिल्ने, अनि त्यतिमा केन्द्रित भएर लेख्नुपर्ने, अनि त्यसमा थिङ्क गर्नुपर्ने। अनि त्यही 2-3 चोटि रिराइटिङ पनि स्क्रिप्ट भएको थियो।
र जुन जति बेला कि मेरो रिसर्चको टाइमिङहरू चाहिँ म 2-3 जना एकदम डिस्टिङ मान्छेहरूलाई भेट्न पाएको थिएँ। एकचोटि सिन्धुलीको आई वाज म 2 दिनदेखि यो प्रोग्राममा गइरहेको छु, म त्यो मान्छेको नाउँ रिकल गरौँ अथवा म आफ्नो त्यो पेपर खोजौँ, तर बट म सक्सेस भएँ नि त्यसमा। अनि त्यहाँ एकजना नेपाली काङ्ग्रेसको बुढो मान्छे हुनुहुन्थ्यो। अनि उहाँले मलाई के भन्नुभएको थियो डाइरेक्टली चाहिँ कि एक्चुअली हि इज द पर्सन हु वाज इन द्याट मिटिङ एज वेल। दुर्गानन्दजीको जुन मिटिङ थियो त्यति बेलाको त्यो मिटिङमा पनि थियो उहाँले भन्दै हुनुहुन्थ्यो कि अब हामी सबै अब उहाँ बुढो भइसक्नुभयो। मैले भने अब तपाईँहरू त्यति बेला केही गर्नु भएन, त्यति बेला जे हुन्छ छुटछाट। र उहाँले भन्नुभयो कि होइन, यो त्यसपछि धेरै फ्याक्टरहरू सामनेमा आएको थियो कि नो दुर्गानन्दजी आफै भन्नुभयो कि म नै बम फ्याँक्छु। त्यसपछि नेपाली कङ्ग्रेसले ल तिमी नै फ्याँक भनिरहेको थियो। अनि त्यसपछि उहाँलाई बम ल्याएर पनि कङ्ग्रेसबाटै दिइयो। त्यो सबै कुरा हि एक्सेप्टेड एन्ड हि वाज फ्रम नेपाली कङ्ग्रेस। अनि त्यसपछिको कुरा त्यति बेलाको त्यसपछि म एक्चुअली त्यहाँ त्यति बेलाको गणतन्त्रसँग जुन त्यति बेला जुन गणतन्त्रको आवश्यकता हाम्रो प्रत्येक नाटकको प्रत्येक पार्टमा देखाइरहेछ। जति बेला कि त्यहाँ दुर्गानन्दको नाउँमा खोजी भएर त्यहाँको मान्छेलाई कुटिरहेछ पुलिसहरूले, त्यति बेला पनि नाटकको खोजी छ। जति बेला महारा त्यो नाटकको खोजी गणतन्त्रको त्यहाँ खोजी भइरहेछ। देन आफ्टर जति बेला कि त्यो उहाँको आमा जुन हुन्छ त्यो बडा मठानीकोमा जान्छन्, त्यति बेला पनि गणतन्त्रको खोजी हुन्छन्। गणतन्त्र त्यहाँ पुरै नाटकमा गणतन्त्रको मात्र अभाव देखिएको छ। गणतन्त्र किनभने त्यति बेला छँदै थिएन, मान्छेमा पनि क्युरियोसिटी थियो कि वाट इज दिस। र दुर्गानन्दजी त अब जति बेला उहाँले जानी नजानी त भन्नै न मिलेन यहाँ, तर जति बेला नै उहाँ बम फ्याँक्नु भयो राजा महेन्द्रमाथि, अनि त्यो नै एउटा गणतन्त्रको सङ्केत हो। टोटली त्यो एउटा सङ्केतको रूपमा आउँछ मेरो बुझाइमा अहिलेसम्ममा। अनि द्याट्स वाइ गणतन्त्रवादी नेता हुनुहुन्थ्यो उहाँ। म यहाँ एउटा पोइमसँग रिलेट गर्न चाहिरहेको छु। निभाषा भनेर एउटा राम्रो साहित्यकार हुनुहुन्छ, अहिले कवियत्री हुनुहुन्छ नेपालको। उहाँले भन्नुभएको छ, बडा हजुर जो रोटी तुम्रो कुकुर नमिठो नमिठो मानी ड्याल नचुहाएरै खान्छ, त्यो रोटी मेरो छोडो मिठो मानेर ड्याल चुहाएरै खान्छु भने पनि पाउँदैन। बडा हजुर यो देशको नागरिक मेरो छोडो कि तुम्रो कुकुर, बडा हजुर यो देशको नागरिक मेरो छोडो कि तुम्रो कुकुर। एक्चुअली मलाई यो गणतन्त्र जुन त्यति बेलाको थियो नि, त्यति बेलाको कि अहिलेको पनि जुन हाम्रो गणतन्त्र छ, त्यो गणतन्त्रको मलाई अहिलेसम्म पनि लागिरहेको छैन कि त्यस्तो गणतन्त्रको आवरण मात्र ढाकेको छ नेपालले। मलाई त अहिले पनि त्यस्तो अनुभूति भइरहेको छ। काउज हामी अहिले पनि शान्तिपूर्ण तौरबाट कतै आफ्नो अधिकारको बारेमा बोल्न पाउँदैनौँ, फर्स्ट पोइन्ट। देन आफ्टर र के त्यसले त्यो गणतन्त्रको अनुभूति गराउँछ र आई डोन्ट थिङ्क सो। जब हामी बोल्नै पाउँदैनौँ भने त्यो कस्तो गणतन्त्र हुनसक्छ होला। त्यसपछि भर्खर एउटा मैले के इस्यु हेरेँ यसपालि, म 70 गएको थिएँ 2-3 दिन पहिला। भनेपछि त्यहाँ एउटा मुसहर जातिको एउटा आइपाई हुनुहुन्थ्यो। उहाँको जन्मै मेरो गाउँमा भएको, बिहे पनि मेरै गाउँमा भएको। अनि त्यसपछि 2टा बिहे भएको, किनभने मुसहर समुदायमा विवाह सहजै अपनाउन सक्ने क्षमता राख्ने कास्ट। अनि 2टा बिहे भएको उहाँको, 2टै फेरि मेरै गाउँमा भएको। त्यसपछि होल लाइफ उहाँ फेरि नागरिकताका लागि नै सङ्घर्ष गरिरहेको, तर पनि विदाउट नागरिकता यहाँ मर्नु परिरहेको छ। अस्ति भर्खर उहाँको डेथ भएको छ। अनि यो कस्तो गणतन्त्र होला जहाँ कि एउटा नागरिकले आफ्नो नेपालको हुँ भन्नलाई त्यसको जान पनि दिए पनि पाइरहेको छैन। अर्को राज्यको संयन्त्र जुन छ एउटा चलिरहेको, त्यसमा पनि यहाँ त अब नस्ल हेरेर दिइरहेछ कि हु विल बी सुटेबल, हु विल बी नट सुटेबल, एन्ड तपाईँ के हुनुहुन्छ त्यसमाथि डिपेन्ड परिरहेछ। त्यो गणतन्त्र टोटली हाम्रो अहिलेको गणतन्त्र यस्तो छ भने त्यति बेलाको गणतन्त्र के होला? त्यति बेला त देखाएको जस्तै गाउँमा गएर कसको नाउँ दुर्गानन्द हो त्यसलाई मर्नुपर्ने, कसको नाउँ रघुनाथ ठाकुर हो त्यसलाई मर्नुपर्ने, कसको नाउँ डाक्टर लक्ष्मीनारायण झा हो त्यसलाई समातेर मार्नुपर्ने अवस्था त त्यस्तो थियो। That's it. Okay. Thank you. And if there are any questions about the question. कभरेज भएको थियो कि थिएन मिडियामा? धेरै कभरेज सक्यो अहिले। अब क्वेसन 10 दिन भयो थियो हाम्रो 1400 सकेको चाहिँ 20 दिन जति मार्च 6 गते सक्यो। निराजनजीले त भन्नुभयो मैले धेरै पहिलादेखि अब यो आकाशदेवीको बारेमा
रत्नगाउन झाको बारेमा मेरो दिमागमा थियो भन्नुभयो होइन त्यो नाटकको प्रक्रिया प्रोसेस सुरु भएको चाहिँ कहिले अब अस्ति स्क्रिन भयो भने कति अब अवधि लाग्यो त्यो साँच्चीकै स्टेजमा आउनलाई भन्ने कुरा चाहिँ आएन एक्ज्याक्टली एज जसरी सरिताजीले भन्नुभएको थियो फ्याक्ट त्यो नै हो एक्चुअली 1 इयर जति लागेको उहाँको लु नाटक 1 इयर पहिला आएको थियो अनि आई वाज रियली इम्प्रेस्ड कि एउटा मात्र कुनै त्यहाँ मिथिलाको कुनै केटी आएर यहाँ रङ्गमञ्चमा यसरी हिलाइरहेछन् भन्ने त केही हुनसक्छ कि जस्तो मलाई लाग्यो समथिङ विल ह्यापन भनेर एन्ड देन आफ्टर आई सेयर्ड विथ हर एन्ड जति बेला उहाँसँग सेयर गरेँ त्यति बेलादेखि नै हाम्रो प्रिपेरेसन सुरु भएको थियो मेन्टली प्रिपेरेसन उहाँले पनि अब पहिलादेखि रोल को गर्छ के गर्छ त्यो थाहा छैन तर हाउ टु एडप्ट द्याट क्यारेक्टर कसरी त्यो क्यारेक्टरलाई बुझ्ने काशी देवी जो कि केही बोल्दैनन् काशी देवी जो कि पुरै खामोस रहन्छन् जो कि अलवेज दुर्गानन्दजीलाई अहिले पनि उहाँ सम्झिराख्नु भइरहेको छ र आफ्नो कसैको सोद्धा पनि आफ्नो त्यति बेलाको पीडाहरू भन्छन् जुन कि त्यति बेला जसरी उहाँलाई अब यताबाट उता तानेर लगिया थियो जसरी कि उहाँको कमल समर लिएर 12 बजे दुर्गानन्दजीलाई मारेर 1 बजे फेरि उहाँलाई त्यहाँ जेलको अगाडि लगेर अनि पुरै त्यसको उहाँको सबै सामानहरू लगेर त्यहाँ राखिदिएछ उहाँलाई उहाँको आमालाई बसाइदिएछ अनि देन आफ्टर उहाँलाई भनिरहेको छ कि तब मर्यो अब सिग्नेचर गर भनेर काशीदेवी युज टु सेयर द्याट थिङ्स त्यति बेलाको अनि त्यो कुराहरू त्यति बेलादेखि नै हाम्रो माइन्डमा सेटअप भइरहेको थियो कि यस्तो यस्तो पीडा हुन्छ यस्तो कुरा हुन्छ अनि त्यही सेटअप 1 इयर लाग्यो हामीलाई टोटली यो नाटक कम्प्लिट गर्नमा यो कालखण्ड यो सिनेमामा अथवा नाटकमा पर्ने कुरा बोल्दाखेरि कुराहरू भइहाल्छ हेर्नुपर्ने कुरा त्यसलाई शब्द दृश्यमा देखाउने कुरालाई शब्दमा भन्न त गाह्रो भयो अनि तर त्यो तपाईँको दुवैजनाको धेरै कुराहरू आयो बियोन्ड द्याट अलिकति कुरा गर्नु पऱ्यो जसरी तपाईँले त्यो लेख्दाखेरि कहाँ जानु कसरी रिसर्च गर्नु त्यो हुन्छ नि यति यङ एजमा तपाईँको लेख्न त्यो कसरी तपाईँ त्यो रिसर्च गर्नु त्यसमा है त्यसमा कस्तो समस्याहरू भयो अलिअलि कुरा त आयो होइन जस्तो तपाईँको आजको टपिक छ नि कथाको अवधारणा र नेपालको गणतन्त्रको बारेमा भनिराख्नु परेन त्यो धेरै मान्छेले भन्छन् त्यसको बारेमा धेरै डिबेट हुनसक्छ तर अब यो एकदम खास गरी अब काठमाडौँमा बसेर हेर्दाखेरि यो मधेसको मिथिलाको